चितवनको दिनभरिको गर्मीले गर्दाखेरि दिउँसो भिडियो बनाउन त्यति सम्भव देखिन। अहिले रातिको ठिक 10:05 मात्रै बाँकी छ। मैले एउटा साथी कस्तो बनाउने त भन्ने सम्बन्धमा मेरो ओपिनियन मैले राख्न गइरहेको छु। मेरो विचारसँग तपाईँको विचार नमिल्न पनि सक्छ, यद्यपि भिडियो हेरिदिनु होला भन्ने मैले हृदयदेखि नै तपाईँलाई रिक्वेस्ट गर्न चाहन्छु। मानौ तपाईँ मिडल क्लासको व्यक्ति हुनुहुन्छ र तपाईँले हाई लेभलको साथीसँग सङ्गत गरिराख्नु भएको छ भने तपाईँलाई कस्तो चुनौती आइपर्न सक्छ भने तपाईँको साथी हाई लेभलको साथीले हरेक कुराहरू उसले चाहिँ तपाईँ कतै खाजा खान जानु पर्यो भने उसलाई पैसाको केही टेन्सन हुँदैन। उसले तपाईँले चाहनु भएको भन्दा बढी डिमान्ड गरेर एक दिनमै 10-12 हजार रुपियाँ उसले सक्दिन सक्छ, उसले खर्च गर्न सक्छ। एक दिन त्यो हाई लेभलको साथीले तपाईँलाई 10-12 हजार खर्च गर्छ, अर्को दिन पनि 5-7 हजार रुपियाँ खर्च गर्छ। अनि सधैँ तपाईँ त्यो साथीले खर्च गरेको पैसामा तपाईँ रमाउन सक्नुहुन्न। साथीले तपाईँलाई 3-4 पटकसम्म खाजा नास्ता खुवाइरहँदाखेरि तपाईँलाई कुनै नयाँ ठाउँमा जाऊँ न भनेर उसको गाडीमा घुमाउन लिएर जाँदाखेरि तपाईँको मनमा पनि के लाग्छ भने साथीले सधैँभरि तपाईँको लागि खाजा खुवाउने, नास्ता खुवाउने, खाजा नास्ता खाना खुवाउने देखि लिएर हरेक रेस्टुरेन्ट जतासुकै घुमाउन लिएर जान्छ, साथीले मात्रै पेमेन्ट गरिरहेछ भने तपाईँको मनमा पनि के लाग्छ? कुनै दिन त मैले पनि साथीलाई केही कतै घुमाउन लिएर जान पाए हुन्थ्यो। कुनै रेस्टुरेन्टमा साथीले मलाई खुवाएको जस्तै मैले पनि खुवाउन पाए हुन्थ्यो भन्ने तपाईँको मनमा अवश्य नै लाग्न सक्छ। अनि कुनै दिन तपाईँले त्यो साथीलाई कुनै रेस्टुरेन्टमा, अब सामान्य साथी हो भने तपाईँले जुनसुकै रेस्टुरेन्टमा पनि लान सक्नुहुन्छ। अलिकता हाई लेभलको साथीलाई तपाईँले जुनसुकै रेस्टुरेन्टमा लानलाई सक्नुहुन्न। ऊ जाँदा पनि जाँदैन। अनि तपाईँले अलिकति हाई लेभलको रेस्टुरेन्टमा नै लानुपर्छ। त्यस पछाडि हाई लेभलको रेस्टुरेन्टमा नै साथीलाई तपाईँले लानुपर्ने हुन्छ। तपाईँसँग धेरै समय लगाएर जम्मा गरेको पैसा त्यो साथीको लागि एक दिनमै खर्च हुन सक्छ। त्यो हाई लेभलको साथीको लागि 10-15 हजार 20-30 हजार रुपियाँ केही पनि हुँदैन भने तपाईँको लागि त्यो पैसा चाहिँ धेरै हुन सक्छ। तपाईँले त्यो पैसाले 3-4 महिनासम्म आफ्नो खर्च धान्न सक्ने पैसा पनि हुनसक्छ। तर त्यो साथीको लागि त्यो पैसा नर्मल हुनसक्छ। तसर्थ तपाईँले अलिकता हाई लेभलको साथीसँग सङ्गत गर्नुभयो भने तपाईँलाई अप्ठ्यारो पर्न सक्छ। धेरै तपाईँको त्यो हाई लेभलको साथीले सधैँ तपाईँलाई घुमाउन लिएर जाँदा, सधैँ तपाईँलाई होटेल रेस्टुरेन्टमा खाना खुवाउँदा, केही रमाइलो गर्दा उसले पनि के सोचिरहेको हुन्छ भने मेरो साथीले पनि मलाई कुनै रेस्टुरेन्टमा लिएर खाजा खुवाओस् आज उसकै पैसाले, कुनै ठाउँमा घुमाउन लिएर जाओस् उसको आफ्नै पैसाले भन्ने सोचिरहेको हुन्छ। त्यसकारणले तपाईँले त्यो पुरा गर्न सक्नु भएन, साथीको इच्छा तपाईँले पुरा गर्न सक्नु भएन भने तपाईँहरूको सम्बन्ध 2-4 दिन राम्रो भए तापनि निकट भविष्यमा तपाईँहरूको सम्बन्ध नटिक्न पनि सक्छ। सबैको मैले भन्न खोजेको होइन, कोहीको सम्बन्धहरू यस्तै कारणले पनि टुटेका घटनाहरू पनि छ। यो कुरा त भयो तपाईँभन्दा अलिकता हाई लेभलको साथीसँग सङ्गत गर्दा तपाईँले भोग्नुपर्ने समस्याहरू या झेल्नुपर्ने समस्याहरू, यो कुराहरू आउन सक्छ। अनि तपाईँ मिडल लेभलको हुनुहुन्छ र तपाईँले
एकदम लो लेभलको साथीसँग सङ्गत गर्नुभयो भने पनि लो लेभललाई तपाईँले कुनै ठाउँमा घुमाउन लिएर जानुहुन्छ, कुनै रेस्टुरेन्टमा खाजा खुवाउन लिएर जानुहुन्छ, कुनै नयाँ ठाउँमा मनोरञ्जनको लागि लिएर जानुहुन्छ। लो लेभलसँग पैसा नहुन सक्छ, तपाईँले नै खर्च गर्नुहुन्छ। आज पनि तपाईँले गर्नुहुन्छ, भोलि पनि तपाईँले गर्नुहुन्छ, एक हप्ता पछाडि कुनै प्रोग्राममा जाँदा पनि तपाईँले टिकट काट्नुपर्ने हुन्छ। अनि तपाईँको अपेक्षा के हुन्छ भने मैले त्यो साथीलाई यति गरिरहेछु, कुनै ठाउँमा घुमाउन लिएर गइरहेछु, खाना खुवाइरहेछु, हामी रमाइलो गरिरहेछौँ, तपाईँको पनि अपेक्षा के हुनसक्छ भने यो साथीले पनि मलाई कुनै दिन घुमाउन लिएर गइदियो हुन्थ्यो, कुनै नयाँ ठाउँमा घुम्न जान पायो हुन्थ्यो यही साथीको खर्चमा भन्ने तपाईँलाई पनि लाग्न सक्छ। बिचरा त्यो लो लेभलको साथीसँग तपाईँलाई घुमाउने पैसा नहुन सक्छ, तपाईँलाई कुनै रेस्टुरेन्टमा लाने पैसा नहुन सक्छ, उसले लान नसक्न सक्छ, उसको मनमा चाहना भए तापनि तपाईँले भनेको जस्तै उसले गर्न, तपाईँको इच्छा पुरा गर्न नसक्न सक्छ। त्यसकारणले लो लेभलको साथीसँग पनि तपाईँको 2-4 दिन सम्बन्ध राम्रो भयो भने पछि नहुन पनि सक्छ। यो मेरो विचार हो। यो त एउटा साथीको लेभल कस्तो रोज्ने भन्ने कुराहरू भयो। अर्को चाहिँ साथी कस्तो साथीलाई तपाईँले बनाउँदाखेरि तपाईँको जिन्दगी चाहिँ एकदम इन्ट्रेस्टिङ हुन्छ, एकदम रमाइलो हुन्छ भन्दाखेरि तपाईँलाई एकदम फुटबल खेल्न मनपर्छ, तर तपाईँको साथी फुटबल ग्राउन्डमा जानै मान्दैन भने तपाईँहरूको त्यसमा पनि डिबेट हुन सक्छ, त्यसमा पनि वाद विवाद पर्न सक्छ। तपाईँको साथी तपाईँलाई एकदम घुम्न मन लाग्छ, एकदम भिडियोहरू बनाउन मन लाग्छ, एकदम टिकटक बनाउन मन लाग्छ, तर तपाईँको साथीलाई फोटो खिच्नै आउँदैन, टिकटक बनाइदिनै आउँदैन भने पनि त्यस्तो साथीहरूसँग पनि तपाईँहरूको मनमुटाव हुन सक्छ, सम्बन्धहरू बिग्रन सक्छ। अलिकति तपाईँलाई केमा इन्ट्रेस्ट छ, तपाईँलाई न्युजहरू पढ्ने इन्ट्रेस्ट छ भने अर्को साथीसँग कुराकानी गर्दाखेरि उसले पनि न्युजहरूको मात्रै कुरा गर्छ अनि तपाईँहरूको मेलमिलाप हुन्छ। तपाईँ न्युज पढ्नुहुन्छ तर तपाईँको साथीलाई न्युजप्रति कुनै आकर्षणै छैन, कुनै ध्यानै छैन। तपाईँले एउटा कुरा भन्यो भने उसले अर्को कुरा भन्छ, तपाईँहरूको त्यसमा पनि राम्रो सम्बन्ध नहुन सक्छ। त्यसकारणले गर्दाखेरि तपाईँको हबी अनुसारको, तपाईँको रुचि अनुसारको साथीहरूसँग सङ्गत गर्नुभयो भने तपाईँलाई धेरै इन्ट्रेस्टिङ, धेरै रमाइलो हुन्छ। तपाईँलाई बल्ल मैले खोजेको जस्तो साथी पाएँ भन्ने मनमा फिलिङ पनि हुन्छ। मेरो विचारमा तपाईँहरूले आफ्नो लेभल तपाईँको जुन हो तपाईँलाई थाहा छ, त्यही लेभलको साथीहरूसँग सङ्गत गर्नुहोला र तपाईँको रुचि के छ त्यस्तै रुचि भएका अन्य साथीहरूसँग सङ्गत गर्नुहोला भन्न चाहन्छु। हवस् त, सुनेर साथ दिनुभयो धेरै धेरै धन्यवाद। नमस्ते।